Okay, 3, 2. मलाई त माथिको मन पर्दैन तल Happy birthday to you. Happy birthday to you. मलाई चाहिँ मेरो साथीहरुले आज बर्थडे हैन सरप्राइज गरेका म त एकदमै चकित छु एकदमै के भन्छ अलमल्ल पनि छु हैन के गर्ने कसो गर्ने भनेर आई हैव नो आइडिया गाइस बट केक ल्याएर आछन् म बुढीलाई एकदमै सिंगार पटार गरेर बोले भन्छ हामीलाई यहाँ नाला न यसै राख्नु हुन्छ मेरो साथमा पनि ल यो चाहिँ किट्टे छ गाइस भन्नु ए देखाउ न नजिक ल्याएर तिमीहरूले के गरे हो म त 3 छक परेछु हे केही बोल्न नि सके छैन न आँखाबाट आँसु पनि आउँछ जबरजस्ती भएर निकाल्नु भिक्स छैन कसरी निकाल्ने होला Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Wait, के पनि मोबाइल दिया ओके लौ न wait जस्ट वेट के भयो पनि टेबलमा पढे बनाउनु पर्छ डाइरेक्ट है डाइरेक्ट बनाउन नर्मल क्यामेराबाट बनाए पनि पछि उसमा राख्ने हुन्छ लास्ट अफ वेट भन्छ ह्यापी बर्थडेको सङ राख मजा आउँछ हो मेरो यो चाहिँ सोको लागि भयो नि केले त्यो स्प्रे यतातिर पोले के नगर्दै पाछ्या थियो र आफै जान्छ के मेले बिस हुन्छ त्यो उ बाटोहरु फुटेको ह्यापी यो बर्थडे त म्याजिक हो नि है क्यान्डलहरु पछि राख्न खोजेर हैन मजा आउँछ का त्यही मजा आउँछ यसै राख्नु फेरि भन्या बेला कहाँ आउँछ त नि अब यो सिद्धिसक क्यान्डल सिद्धिलाई हे नि ह्यापी बर्थडे नै भन्नु है पछि राख्दा सम पछि चुज गरे पनि हुन्छ के यस्तै छ गाइस हामीहरुको पारा भन्ने रे ल ल ल ल नाउ नानी ल फेरि वन्स मोर ह्यापी बर्थडे है ल कता हो फेरि त्यही जोस लागेको साथ Ready? 1, 2, 2 ल पनि सिद्धि सकेछ Happy birthday! Happy birthday to you. Happy birthday dear Laila. Happy birthday to you. किता बाबु चाहिँ अरे कति धेरै हुन्छ यो पनि क्याक्नै सकिनु म त्यहाँ दिन्छु सिद्धाम गाईलाई यस्तो राम्रो दिन्छ नि कहीँ नानी रुक न रुक के खान्छ खाइदिने हो नि पहिला पनि खाइदिन न रुक ल ह्यापी बर्थडे टु यु खाइदे खाइदे अबि यो मते खिलाउन पुग्यो ला तपाईँ ल पहिला केक बाबा केकै मान्छे ल्याइदिया हैन म त पहिला बुझेन के न बेला एकदम गाडी हो नि त तपाईँ नखेलाउ न काउ त्यो उसमा होला ल अब पहिले त्यो कता राखिदिने या राख्छ देखाउनु हैन मतलब राम्रो डेकोरेसन आएन के त के राखिनु त्यहाँ ल त्यो उसमा के यस्तो बेलजाहरू ल्याएर यहाँ लगाएर गर्छ छिटो के राखिनु Happy birthday! ह्यापी बर्थडे टु यु कसरी निकाल्ने अब ह्यापी हो त्यसरी ल ल आमा लाइदे मेरो नाकमा आफै नाकमा मुखमा जताततै लगाइदिन्छौँ नि हामी आया ल ह्यापी बर्थडे सधैँभरि हाँसी गर्नु ह्यापी बर्थडे पुरै खापुरा ल सक्यो पुरा खानी हो आमा यो उल्टो समाते कि मैले सुल्टो त्यस्तै हो त्यो ल ल है सधैँभरि हाँसी यो के हो यो माथिको हामीले यो निकाले बिर्सेछ छोड त्यही हुन्छ मैले पछि त्यो होइन सबैतिर बोलाएको छ आग लागि अब के गर्ने अब नानीहरू आमा कस्तो रमाइलो भयो त भने यो त झन् जाग्छ त निम्दा हुँदा उयान छ यहाँ यो आमा पुरा
आऊ तिमीहरू पनि आऊ न जामिला म केक बनाउँछु। खाइदेऊ ल मम्मीलाई केक खाइदेऊ आफू पनि खाऊ ह्यापी बर्थडे मम्मा थ्याङ्क यू छोरी थ्याङ्क यू खुवाइदेऊ यो खाइदेऊ न कस्तो राम्रो आउँदो रहेछ फ्यास गरेको त त्यही भन्छ त्यस्तो गरेछ अब जेठो छोरी पनि आउनु हुन आग्रह गर्दैछु यो भिडियो जाऊ एकजनाले जाऊ न यति कन्फिडेन्ट छैन क्या अब के उयो नानीहरूलाई दिए न के अब दिने खाने सुतेछ के भन्ने है तपाईँले भन्न 2-3 शब्द के भन्नु बर्थडेको के यो हामी भन्छौँ म भन्छु त अर्को ताक्नु अर्कोलाई अब रियलमा बना रियल भोइसमा यो के हामीले तँलाई सरप्राइज दिउँ तैँले चाहिँ हाम्रो लागि के साह्रै ठुलो भएछ यो ठुलो भयो है अलिकति म सिधै ढल्छु होला क्या सबैको मोबाइल रहेछ त्यहाँ अब कसले लाउँदै एकचोटि अनि बनाइदियो यसो उसको बनाइदिउँ ओइ सुन त पछि लौरोले नि एउटा अहिले ट्रेनिङ छ कि भाइरको होइन यसो गर्ने अनि एक मिनेट यसो भयो म उठ्यो म बसेर यता पनि हेर्छु त्यता पनि हेर्छु अनि भोइसमा बनाउनु पर्यो गीत आउनु भएन ए त्यसो पो हो रियल भोइस त्यो माथिबाट त्यो क्रस गर्दै हामीले चाहिँ तँलाई सरप्राइज देऊ हामीलाई चाहिँ खोइ के दिदी यसको मुखबाट के गायो ठिक छ यो राम्रो राम्रो थुकेर दाँतमै रहेछ केक रमाइलो भयो ठिक छ आँखामै ठुकेर राम्रो खासमा मलाई त माथिको मन पर्दैन तल हो कि मलाई यो तलको मात्रै केक मन पर्छ कि मलाई माथि यो के हुन्छ कि के भन्दा मात्रै तलको मात्र मन पर्छ माथिको तलकै खुवाइदिने मलाई जस्तो मन पर्छ त्यस्तो मलाई क्रिम एकचोटि क्या तर रन्जुले है म गिटार बजाउँदै थिएँ रन्जुकोमा गएर अनि मैले बजाउनु नजाने मन थाहा होइन मैले पनि खाइदिएँ दुलोमा हो बजाउने भन्छ हाँस्दा निकै रमाइलो भयो मेरो युट्युब साथीहरूलाई के भन्न चाहनुहुन्छ हजुरहरू सबैजनाले सब्सक्राइब गर्दै आउनु लाइक शेयर अनि सब्सक्राइब सबैले धेरै माया गरिदिनु होला भन्नु हामीले त बनाएको छैन थाहा छैन धेरै माया गरिदिनु होला मेरो पनि छ आफ्नो परमोट गर्नु हो म त के भनौँ त त टिकटक छ भन्नु मेरो त टिकटक आइदिन्छ है मलाई फलो गरिदिनु मेरो आइडी चाहिँ SCNI श्रेष्ठ 94 छ है सबै म काठमाडौँमै बस्छु भने मेरो घरै काठमाडौँ मेरो घरै काट्नु म राम्रो टिकटक बनाउँछु कति हँसाउँछु है पसल पनि छ भने मेरो पसल पनि छ म मिलाएर सुपको मूल्यमा दिन्छु ओ यसले त्यस्तो भन्यो नि पर जान्दछि पसल पाएर भन् भन्यो यसो भन्दै यिनीहरू गफमा भुल्छ नि म एकचोटि क्या त्यो टिकटक सुरुमा चलाउँदाखेरि भाइरल भएको थिएन मान्ने होइन पछि त के अरे रन्जुको बुढा के अरे हाम्रो कपिल भाइ लाइक
एउटा जाने फलो 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 कमेन्ट त कस्तो होइन भाइरल त थियो त्यो भिडियो बनाइदिने क्या त्यो हँसाउनलाई है मान्छेलाई कमेडी गरेको क्या खासमा अयो बाबु त उठे छैन सानो जाने छैन मान्छे गर्दा नउठ्यो घर छगाइहाल्छ थापिहाल्छ होइन त्यहाँ मात्र गर्छ ओइ खाऊ न अब के खाने यो खाने कि म त खादिनँ खा मात्र भन्छ खा मात्र भन्छ दिनी चाहिँ के होइन हेर न भाइ छोरीलाई नि दिनु न होइन साथी यसो गरौँ न अब एकछिन एउटा टिकटक बनाउने अब मैले ड्रेस पनि चेन्ज गरिसकेँ सबै कुरा साथीहरू पनि गइसकेँ साथीहरू अनि त्यसपछि अनि मैले अब भिडियोको रुल्स अनुसार स्वागत पनि गर्नै पर्यो हजुरहरूलाई आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने आशाका साथमा होइन आज मेरो दिन यस्तै खुसियालीमा बित्यो लाइक हुन्छ नि म केही व्यक्त गर्नै सकिरहेको छैन केही वर्डहरू आइरहेकै छैन मेरो मुखबाट होइन मनभित्र कति छ सो यस साथीहरू आफ्नो बेस्ट साथीलाई चाहिँ ट्याग गर्नु होला है त यो भिडियो एन्ड थ्याङ्क्स फर वाचिङ दिस भिडियो गाइज बाई